हेलो साथीहरू, यो भद्रगोल चाहिँ के होला भनेर देखिरहनु भएको छ होला। यो चाहिँ हाम्रो घर भत्काइएको छ, भत्काइँदै गरेको छ। यो चाहिँ धेरै वर्ष पुरानो भइसक्यो। ससुरा बुवाले धेरै दुःख गरेर बनाउनु भएको घर। कति वर्ष भयो यो घर बनाएको? 40 वर्ष जति भयो। 40 वर्ष बढी भयो भन्नुहुन्थ्यो बुवाले। म अगाडिबाट नि देखाइरहेको छु। घर त राम्रो हो के साथीहरू, तर पिलर थिएन, सबै गइसकेको भएरै केही नभई त यो घर भत्काउनु पर्ने थिएन हैन। राम्रो थियो। कति माया लाग्ने मलाई त, अनि बुवालाई झन् कति माया लागेको होला आफ्नो पसिना यसरी भत्किँदाखेरि। साथीहरू हेर्नु होला, अब राम्रो समय आउनको लागि। नराम्रो त पार गर्नै पर्यो।